हाउ आर यू पिंकी? कौन पिंकी? मैं चंदा हूँ। ओह हाय, दिस इज कैप्स। ये मेरा नाम जानने का तरीका था। सीधे सीधे नाम ही पूछ लेते। ओ मेरी माँ के संस्कार हैं जी, कहते सीधे सीधे किसी लड़की का नाम नहीं पूछते। अच्छा ये कर लेते। ओ, और सीधे सीधे हक कर सकते हैं। वो बाप के संस्कार भी है ना। आँचलजी, म तपाईँको साँच्चै नै फ्यान हो। तपाईँलाई मनमा लागेको कुरा खुलेर बोलिदिनुहुन्छ, त्यसको म फ्यान हो। थ्याङ्क यू। तपाईँ हेर्दा यस्तो राम्री हुनुहुन्छ, त्यसको म फ्यान हो। थ्याङ्क यू। तपाईँ आफ्नो काम इमान्दारीका साथ गर्नुहुन्छ, त्यसको म फ्यान हो। थ्याङ्क यू। के आउँदैछ? अब अलिकति राम्रो एक्टिङ गरे बिग फ्यान हुन्छ। आँचलजी, हजुर हजुर त जे बोल्दा नि कन्ट्रोभर्सीमा पर्नुहुन्छ नि होइन? हजुरले गल्ती गर्दा नि कन्ट्रोभर्सीमा पर्नुहुन्छ, माफ माग्दा नि कन्ट्रोभर्सीमा पर्नुहुन्छ, नगर्दा नि पर्छ। नगर्दा पनि हजुरलाई जे गर्दा नि कन्ट्रोभर्सीमा पर्नुहुन्छ, यसै उसै जे गरे नि कन्ट्रोभर्सीमा पर्नुहुन्छ। एकचोटि आई लभ यु भनिदिनु न। पछि भइहाल्यो भने नि रमाइलो हुन्छ नि। आँचल शर्माले भिखारीलाई भनिन् आई लभ यु, भिखारीले भनुन् नो।